के भयो त मलाई यस्तो। हेलो साथीहरू, नमस्ते एन्ड वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी जाँदैछौँ दिदीहरूको खेत कोर्नको लागि। वालिङबाट भकुण्डे हुँदै लाग्यो मोडतर्फ। अनि यो चाहिँ रहेको छ शीतलनगर साथीहरू। अनि हामी मिर्दीमा पुग्यौँ। मिर्दी पछि लाग्यो हामी रामबाच्छातर्फ। अनि यो चाहिँ साथीहरू रामबाच्छा हो। अनि रामबाच्छा कटिसकेपछि अनि हामी पुग्यौँ 83। यो चाहिँ 83 को बजार हो साथीहरू। अनि त्यसपछि छाङछाङदिम मन्दिर पुग्यौँ। छाङछाङदिम मन्दिरबाट अलि उता गयो भने हामी पुग्छौँ दहथुम जाने बाटोमा। यस्तो राम्रो भ्यूज थियो। अनि हामीले थोरै भिडियोहरू पनि खिच्यौँ। कस्तो राम्रो देखेको नेचर। अनि हावा पनि फ्रेस आइरहेको थियो। अनि त्यसपछि हामी लाग्यौँ साथीहरू दिदीको घरतर्फ। फाइनल्ली हामी यो दिदीको घर पनि पुग्यौँ साथीहरू। अनि मैले स्कुटी भित्र राखेँ किनकि रोडमा चाहिँ ठुल्ठुलो गाडीहरू हिँड्छ अनि एक्सिडेन्ट हुनसक्छ, त्यही भएर मैले भित्र राखेँ। अनि त्यसपछि भाउजूहरू दिदीहरू हामी सबै भात खायौँ। अनि त्यसपछि लाग्यौँ खेततर्फ। अनि खेतमा हिँड्ने बेलामा चाहिँ मैले यसो अलिअलि पोज दिएर भिडियोहरू पनि बनाएँ। अनि त्यसपछि हामी सानो सानो खोला तर्दै लाग्यौँ खेततर्फ साथीहरू। अनि बर्खाको बेला छ नि त, त्यही भएर जताततै पानी नै पानी छ। अनि त्यसपछि यसरी हामी खोला तर्दै सानो खोलाको भिडियो बनाउँदै खोला तर्दै लाग्यो हामी खेततर्फ। अनि यहाँ भाउजूले चाहिँ ल मेरो पनि खिचिदिनु न, म यस्तो पोज दिन्छु भन्नुभएको थियो। अनि त्यही भएर मैले फोटो भिडियो खिचिदिएको। अनि साथीहरू हामी लाग्यौँ। अब जान त खुसी हुँदै गएछ। हेरौँ साथीहरू गर्न सकिन्छ कि नै। अनि फाइनली हामी खेतमा पुग्यौँ। यो सबै दिदीको खेत हो। अनि यो सबै गोड्नुपर्छ साथीहरू, के गर्ने गाह्रो छ। अनि मैले चाहिँ बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म खेत गोडेँ साथीहरू। म चाहिँ एकदम गलेर हात दुखेर एकदम पेन भयो। अनि हामी एकछिन यसो रेस्ट पनि गर्न गयौँ। चौपारीमा गएर रेस्ट गऱ्यौँ एकछिन। अनि पानी खायौँ। एकदम घाम टल्केको थियो, 12 बजेको घाम। यति गर्मी थियो नि साथीहरू। अनि साथीहरू मेरो खुट्टामा के भएको भने मेरो खुट्टामा चाहिँ यो धानले पाछेर अनि एकदम बिबिरा निक्लेको, एलर्जी भएको मलाई चाहिँ। अनि यसरी फोटो भिडियोहरू क्लिक गरेँ कस्तो देखिन्छ भन्दै। खेतहरूको भिडियो पनि बनाएँ, कस्तो राम्रो देखेको थियो। लह लह धान झुलेको भन्ने जस्तै गीतको भाइब्स आइरहेको थियो। अनि मैले यसो खुट्टा हल्लाउँदै बसेँ, यस्तो आनन्द फिल भइरहेको थियो, पिस फिल भएको थियो चाहिँ दिमागमा। अनि यसरी हामी अब यस्तरी रेस्ट गरेर बस्ने कुरो त भएन साथीहरू। अनि फेरि लाग्यो हामी खेत गोड्नतर्फ। अनि त्यसपछि नास्ता खाने टाइम आयो। नास्तामा चाहिँ हामीले एकदम नौलो चिज खायौँ साथीहरू। कसैले अनुभव गर्नुभएको छ कि नै, हामीले चाहिँ फर्स्ट टाइम स्प्राइट र बिस्कुट खाएको, स्प्राइटमा बिस्कुट डुबेर। अनि त्यसपछि हामी लाग्यौँ घरतर्फ। अनि दिदीले भारी बोक्न नसकेर मैले भारी बोकेँ। अनि आयौँ घर। थ्याङ्क यू फर वाचिङ।